एभ्रिवान र आज चाहिँ साथीहरु धेरै दिनपछि भ्लग गर्दैछु हैन। यसरी भ्लग चाहिँ म आज धेरै दिनपछि गरेको र अहिले चाहिँ म के भन्छ सिलगढी जाँदै छु नि त नानीलाई घुमाएर ल्याउँछु भनेर। तर साथीहरु पानी आयो हैन। हाम्रो प्लान चाहिँ वाटर पार्क जाने थियो, तर वाटर पार्क चाहिँ थाहा छैन जान्छ कि जाँदैन, तर अरु जग्गा घुमाएर लिएर आउनु पर्यो भनेर गएको। अन्त यहाँ नि उला पुरा हतार छ जानुलाई हो। बिबान यहीँनिर रोक्नु, मैदानहरू आएको छैन त्यहाँ कहाँ बस्छ, आयो भने निस्किनु पर्छ। आइज छिटो। अन्त अब हेरौँ के हुन्छ, अगाडि चाहिँ पनि हुन्छ देखाउँछु है। दुई घन्टाको वेटिङमा चाहिँ बस आयो है। ईशान यहाँनिर चाहिँ हेर्नुहोस् त सबैको हालत बसमा कस्तो भइरहेको छ र बिमानको हालत हेर्नु सक्नुहुन्छ यस्तो भइरहेको छ है। यहाँ हेर्नु नानीहरूको मुखहरू कस्तो अल्छिलाग्दो भएर चाहिँ घुम्नु गएको जस्तो पनि लागेको छैन। यिनीहरू चाहिँ बसमा हिँड्नु पर्यो भनेपछि सबैको मुखै बिग्रिन्छ। ट्रेनमा जाने भने त ट्रेन नै छुट्यो साथीहरु। सिलगढी चाहिँ आइपुगे कि, तर सिलगढी देखेर चाहिँ म छक्कै परे। यहाँनिर यत्रो वर्ष बसेको हैन, तर अहिले यहाँ सबै बनाएर भनेर कस्तो भएछ। दार्जिलिङ मोड त चिन्नै नसक्ने उस तरफ खा के भएछ म त खाने जग्गै पाएन। अब भोक त मेटाउनु पर्यो। अन्त यहाँनिर आएको छ है। यहाँ ए म छक्कै परे, कहाँ आएको जस्तो लाग्दैछ। यहाँहरू चाहिँ यस्तो खानु परिरहेछ, के गर्नु साथीहरू, खानै पर्यो हैन भोक लागेको बेला। फाइनली साथीहरू हामी चाहिँ आयो सेभेन किङडम, हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ कोही रहेन रहेछ, हामी मात्रै, लाज हुन्छ होला छ्या। के गर्नु नानीहरूको जितको अगाडि के चल्छ र। टिकट काउन्टर चाहिँ यहाँ रहेछ, यस्तो रहेछ हो। फाइनली साथीहरू हामीले चाहिँ बेल्ट पनि पायो अब जाने भित्र हैन। सबैको गरेर चाहिँ समथिङ 2600 समथिङ लाग्यो। हामी जतिजना आएको छौँ सबैजनाको मिलाएर यस्तो छ भित्र चाहिँ। ना जाएगा वो लगाना पड़ेगा ना ईशान, घड़ी लगाना पड़ेगा। विवान दिखाओ तो ये फाइनली हामी चाहिँ भित्र पस्यौँ, हेर्नु सक्नुहुन्छ है वाटर पार्क भित्र। विवान यहाँ हेर न, यस्तो रहेछ है साथीहरू। पहिला त आएको म हैन, तर कति भएको छ नआएको। उता चाहिँ अहिले गयो भने देखाउँछु। यहाँ चाहिँ यस्तो रहेछ। म चाहिँ यतिकै स्विमिङ गर्ने, म त हाफ प्यान्टहरू ल्याएन हो, यतिकै। ईशान हाँ अभी नहीं रुकना, सब लोग को आने दो। बिबू बाल्टी आने वाला है। हाम्रो मम्मीलाई चाहिँ यहाँ हेर्नुहोस् है। लु मम्मी पानीमा एकल उफ्रिनु त। जानु नि, पस्नु नडराउनु, केही हुँदैन।
नानीहरू त गइरहे डराउँदो रहेछ मम्मी पस्नु नि केही हुँदैन त अब इसान भर्खर त यहाँ पसेको छैन डरले चलो पापाको साथ जवाब अरे साथीहरू यति बिना इन्जोय गर्दैछ यति बिना लागेको छैन कि मतलब पानी पर्ने दिनमा आएको छ भनेर यति बेसी मान्छे होइन हेर्नु सक्नुहुन्छ है तर अरू दिनभन्दा चाहिँ अलिक कम्ती नै छ तर मान्छे छ इन्जोय गर्न सक्छ है एकदम मजा आइरहेछ र यहाँ हेर्नुहोस् न डर लाग्दो रहेछ कति बाद आउँदाखेरि त पहिला त यो सब चिज केही जस्तो लाग्दैन थियो अहिले त डर लाग्दछ हेर्नु नि मैले चाहिँ मस्कारा लगाएर आएको थिएँ कि डल्लै बगेर यस्तो भयो डल्लै बग्यो यहाँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ है विकेन्डमा चाहिँ नानीहरूलाई लिएर एकदमै त्यो छ के गर्नु साथीहरू भित्र गएर मजाले देखाउँथेँ नि मेरो वाटरप्रुफ फोन है होइन ट्राइपड पनि लकरमै छोडेछु हो भिडियो मेरो फोन वाटरप्रुफ होइन त नहान्नु है ईशान महित नाकमा पानी यहाँ हेर्नुहोस् न विवानलाई चाहिँ मम्मी नै आएगा बचाने खुद बचो कस्तो मजा है स्विमिङ पुलमा भने गरममा आज ए हुन्छ पहिला 70 रुपियाँ 80 रुपियाँ तिर्ने आफ्नै घरको लुगा यत्तिकै हुँदा हुँदा हर चिजको पैसा लिन्छ त्यो बक्सा दिएको छ नि लकर त्यसको पनि 100 रुपियाँ 2500 त्यहाँ ऊ माथिदेखि आउँछ अहिले कहाँ होइन माथि पाउँछ मजा आयो दादा मजा आयो खै पिङ्की आयो ए उता पो आएछ मम्मी आएला म त बग्दैन वेट कम्ती भएर बग्दो पो रहेछ आमामा बिबारले चाहिँ स्टन देखाउँदैछ क्या स्विमिङ आउँदैन तर पनि त्यो गर्दैन भाइ ओइ त्यस्तो नगर उइसानलाई मजा आयो साथीहरू ऊ आयो भन्दैछ हामी चाहिँ बसेर पनि अब निक्लेको हो अन्त अब चाहिँ केही नानीहरूलाई लिएको भएर चाहिँ हामी जाने के छ विवान अहिले चाहिँ विवान फ्रेन्च फ्राई खाँदैछ अनि यहाँनिर कम्बो पाउँदो रहेछ नि त अनि चाउमिन पनि त छ भन्दै थियो त्यही गयो साथीहरू यहाँ हेर्नुहोस् न यी मस्काराहरू बगेर हो कस्तो वास हुँदो रहेछ विवानको त्यस्तै हालत रहेछ त्यही भएर सिटी सेन्टर नबसेको अरे हो यसको जबरजस्तीले बस्नु नै पर्यो जबरजस्ती पनि के बेसी जबरजस्ती गरेको हौ नानीहरूले है अन्त बसेको छौँ आफ्टर लङ टाइम चाहिँ म यहाँनिर आएको होइन तर यो जग्गामा चाहिँ मेरो र मेरो हस्बेन्डको धेरै मेमोरीहरू छ किनभने हामी चाहिँ यहाँनिर चाहिँ अब फर्स्टमा बिहा गरेर आउँदाखेरि चाहिँ यही मलमा दुईजनै काम गर्थ्यौँ होइन अनि हामीले हाम्रो जीविका सुरु गरेको नै यहीँदेखि नै हो भन्दा पनि भयो होइन
र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ अभियसली सबैलाई थाहा नै छ सिटी सेन्टर कस्तो छ र तपाईँहरूलाई आजको भ्लग के कस्तो लाग्यो मन पर्यो भने चाहिँ मेरो पेजलाई फलो गरिदिनु होला अनि मेरो च्यानललाई सब्सक्राइब